गाइस हामीले सनराइज पनि हेर्यो है हामी दुर्पिन डाँडामा है दिस इज द सनराइज गाइस हामीले भर्खर हेरेको चाहिँ है लुक एट द भ्यू इट वाज भेरी मेजमराइजिङ एन्ड सुक्देन के भन्नु छ व्हाट डु यु वान्ट टु से अबाउट दिस यसको बारेमा यो चाहिँ अब के भन्नु बेस्ट लाग्यो सनराइज त हेरेको नि त हैन यो भन्दा अगाडि पनि हेरेको तर यो चाहिँ बेस्ट रहेछ यहाँ लोकेसन दामी रहेछ हाम्रो प्लस तलको भ्यू देखाइदेऊ न दाइ स्लिपिङ बादल तलको बादल चाहिँ यसरी बस्छ गाइस यहाँ चाहिँ हैन हाइट भएर हामी चाहिँ हो यो मुनि चाहिँ खोलाले गर्दा तान्नेको बुबु खासमा इभेपोरेट भएर है अनि गाइस आई हेभ समथिङ अनदर स्पेशल थिङ फर यु द्याट इज वान अफ उयो This is Kanchenjunga, guys. This is Kanchenjunga, and we have two views over here. And you guys will see even the Darjeeling, Kalimpong, and many more places. Okay, let me make a tour for you. And let's say hello. Palindai, Sudhi, Palindai. Junga, follow. Good morning. Durpin morning. Like that. Okay, guys. खै टाइम त कति भयो साथीहरु 6 6:30 भयो होला बेसी त भएको छैन 5 6 बज्यो होला जो तल जो फोटो सुटो खिच्छौँ हल्का हो यत्रो आएर इफ वी डोन्ट क्लिक pictures then what's the point of coming, right guys? So we're gonna click some more pictures, not more, we haven't clicked anything like, sorry for my camera angle guys. Look guys, look at this. This is the view guys, this is the view. So I'm झर्दैछु है I'm getting down right now. So अन्त मैले चाहिँ खासमा चाहिँ किन इङ्ग्लिसमा बोलेको भने नि गाइस I want to try in English हुन्छ नि क्या I want a large audience अलिअलि भए पनि अब होइन हाम्रो सिक्किमको यस्तो दामी सुन्दरता होइन बाहिरको मान्छेले पनि हेरोस् न त होइन द्याट्स द थिङ आई वान्ट टु फिल के हुन्छ नि गीत मार्देऊ न गाइस यो लाग्छ गीत मार्देऊ न गुड राम्रो भएछ यही चाहिएको मलाई पनि दिस इज जेनम हाउ यु फिलिङ ब्रो आई एम फिलिङ भेरी प्राउड भेरी प्राउड मोमेन्ट हेर हाउ यु फिलिङ माइला अन्त दा के छ आजको तपाईँ त सुतेर बित्यो यो चाहिँ पक्रिदिनु त सुतेर बित्यो हो यहाँ फेरि होइन यस्तो दामी मोमेन्ट है हेर्नुहोस् गाउँहरू पनि And we have a beautiful flowers over here, right? आजको हाम्रो सेलिब्रेटी हुनुहुन्छ यहाँ हाम्रो आज पाल्टिन दाजु हुनुहुन्छ सेलिब्रेटी यहाँ सबैजनाले खिच्नु हुँदैछ फोटो हामी चाहिँ यता दादाको दिदीको बिहामा आएको हो है बिहाको क्लिप्स पनि आउँदैछ ह्याप्पी बर्थडे टु यु फोटो खिच्न लाइन लागिरहेको छ है ट्रनमा हो ओ तिमीहरू त खिच्यौ त मेरो ट्रन चाहिँ आउँदैन So guys, we are leaving right now and we were moving towards Palinda's house, right? We were planning to make a reels, but like it's not possible right now, so we are moving back and we are having such kind of fun. Dang bro. So you'll continue my vlog for now. Hey guys, सीधा राख मुनि कस्तो अलिक मुनि उसले चाहिँ मलाई भ्लग गर्न सिकाउँदैछ हो अलिक मुनि
आई डिन्ट नो हाउ टु होल्ड क्यामेरा अँ, यो हो बेस्ट एङ्गल अन्त गल्छ त तलसम्म त गल्छ नि अन्त पक्रिनु पऱ्यो नि हाउ टु मजाले। फ्लिप है अब flip यो गर्दा मेरो अब यस्तो ह यस्तो सिधा यस्तो यस्तो कस्तो हात सिधा यस्तो अब यो भयो नि त फेरि यस्तो हुन्छ हो नि त फ्लिप ओके ओके अश्विन वाट यु वान से हाउ यु फिल It was very good moment and very mesmerizing, guys. Best sunrise I have ever seen. खालि हामी चाहिँ यही सनराइजको लागि हामी निस्केको बिहान 4 बजी हामी निन्द्रामा अश्विन त गाडीमै सुत्दिएको थियो सो जे भए पनि हामीले के भन्छ सनराइज हेर्नु पायो यही नै ठुलो हो हाम्रो लागि एन्ड वी अल आर ब्लेस्ड So let me continue my vlog right now, and we are leaving right back towards the home. अब यस्तै छ गाइज है अब तपाईँलाई सिधा घर पुगेर घरको मान्छेलाई पनि इन्ट्रोड्युस गराइदिनु पऱ्यो है के भन्छ होइन सो विल इन्ट्रोड्युस दि रेस्ट अफ द फ्यामिली गाइज इज टु स्लिपरी ओभर हियर झन्डै लड्यो लडिछ ओहो लड्यो ओहो अब लडी त हाल्यो फाल्दा बिहान 4 बजी उठेर हाम्रो लागि हामीले भाइहरूको लागि चाहिँ यतिसम्म चाहिँ गरिदिनु भएको छ बिहानबाट निन्द्रामै गाडी कुदाएर कसरी ल्याएको नि अल द क्रेडिट गोज टु द पालिन्दा एन्ड वी अल आर थ्याङ्कफुल मैं चला डगर 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 ढूंढो उसे कहाँ पे हजुर त्यो रुट चाहिँ सिधै त्यो तल डाँडा देख्दैछौ उयो तलको ढुङ्गा भन्छ त्यो चाहिँ के ढुङ्गा त आगाने ढुङ्गा आगनी ढुङ्गा यो रुट चाहिँ त्योबाट ती तल्लोपट्टि रोड छ यो होइन यो ढुङ्गा भएको आगनी ढुङ्गा सिधै त्यो खासमा त्यहाँबाट स्टार्ट हुन्छ ट्रेकिङ चाहिँ अँ यो फुटपाथ चाहिँ तल रोड चाहिँ त्यहाँबाट उकालो आगाने ढुङ्गा त्यहाँबाट सिधै सिधै उकालो आयो गाइज यी कञ्चनजङ्घा डाँडा पुग्छ नि त कञ्चनजङ्घा होइन थर्ड हाइएस्ट माउन्टेन अफ दि वर्ल्ड इज राइट राइट इन फ्रन्ट अफ आवर आइस अन्त सो अहिलेको लागि चाहिँ यतिमा टुङ्गाइदिइरहेको छु है गाइस अन्त तल गएर पनि नो नो नट फर दि टुडे तल गएर पनि अब उयो गर्नुपर्छ नि फ्यामिलीहरूसँग होइन इन्टरेक्ट गर्नुपर्छ अलिअलि नानीलाई देखाउनुपर्छ नानी यस्तो क्युट छ होइन एनिथिङ एल्स सो गाइस नथिङ एल्स टु से आइल गेट यु ब्याक यता चाहिँ हाम्रो दादाको आमा हुनुहुन्छ बोजू नमस्ते को बोजू बोजू नमस्ते नमस्ते गुड मर्निङ माई नेम इज पुष्पा गुरुङ बहिनीको नाम के हो खै आएर भनिदेऊ न नाम के हो विच क्लास डु स्टडी युकेजी विच स्कुल डन स्कुल ए फर्स्ट चाहिँ हौ त्यो सिक्नु पऱ्यो नि तिमीले हौ त्यो चाहिँ है फर्स्ट चाहिँ यो सिक्नु हो नि मेन चाहिँ कि आफू बस्नु लागि मात्रै गरेको क्या फर्स्ट चाहिँ हेलो छिटो यता यता खोइ हात मिलाएको अरे यस यस गर्दु यस यस भन आयो सो गाइस गुड मर्निङ है आज चाहिँ बिहाको दिन हो अन्त हामी चाहिँ यहाँ बिहान उठेरदेखि काम चाहिँ गर्दै त्यो अलिक बिजी भएर चाहिँ भिडियोहरू केही त्यस्तो बनाउनु पाएको छुइनँ है आजको चाहिँ अलिअलि बनाइन्छु है ओ नानी कसको बिहा हो फुपूको हो फुपूको बिहा हो अन्त दोष कस्तो लाग्दैछ एकदम मजा आउँदैछ हामी आज यहाँ पर्क फ्राई गर्ने है के गर्ने हो हामी है फ्राई हो यहाँ फ्राई चल्दैछ होइन जेनम जेनम हाउज द मोमेन्ट हाई सर
Because we have one and only pork specialist. उता फर्काउ न अश्विन पर्क स्पेसलिस्ट यु आर गुड गर्ल नो गाइस क्यान यु प्लिज सिङ अस यो चाहिँ हिजै काटेर म्यारिनेट गरेको थियो है तर अब पिसेस ठुलो भएर चाहिँ अझै त्यहाँदेखि सेकेन्ड पिस गरिदिँदैछ हामीले चाहिँ है यो भरि थियो बल्ल 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 बिहानदेखि काम गर्दाखेरि चाहिँ अलिकति अब टाइम पाएन भिडियोहरू बनाउनु हिजो पनि है को रहेछ अरे सोल्टिनहरू रहेछ अरे हो सोल्टिनहरू आएको रहेछ हल्का केस काट्दिनु पर्यो अब गएर है नभए चाहिँ यतिकै बस्नु भनेर हामी त है हाम्रो गति हेर्नु सक्नुहुन्छ गाइस यहाँ केटाहरूको गति हो यहाँ चप्पल यी सब चप्पलमा होइन गति यस्तो छ हो अब हल्का हाम्रो माइला मात्रै चिटिक्क भएर आएको छ त्यहाँ जुत्ता जुत्ता लगाएर हल्का हो हामी चाहिँ अब अझै टी ब्रेक टाइम भइरहेको छ नि त अन्त सुट गर्ने अलिक टाइम पायो हो सेलुटी खाने सुट गर्ने टाइम पायो अन्त अब उसको यहाँ यस भने चाहिँ हल्का हामीले चाहिँ ओए प्राइसहरू मिलाउन सक्छ है सेलुटी मिलाउने अब उता तेरो हो प्राइस मिलाइदिन्छ अरे तिमीले यता प्राइस मिलाउनु पर्यो प्राइस मिलाउन सक्छ ए सेटिङ हो गाइस सेटिङ हो ट्रेडिङ हुँदैछ ट्रेडिङ उयसमा हो नि त ऊ चाहिँ चियामा ए अँ त्यही भएर सेलुटी पढेछ ए यहाँबाट चाहिँ ए ऊ लजाइ नि अब ला गएन नि हामी यहाँबाट प्राइसको ट्रेडिङ हामी गरिदिइहाल्छौँ यहाँ पढेछ नि त हाम्रो प्राइस जाऊ न ट्रेडिङ गरिदिइहाल्छ पर्क प्राइस होइन हो यो त हाम्रो रीतिरिवाज यस्तै हो नि यस्तै टाइममा त हो त्यहाँदेखि चाहिँ होइन के हो हुँदैछ मेरो हुँदैछ है सोल्टी जे होस् के होइन मैले यहाँ आएर के सिकेँ भने नयाँ नयाँ सोल्टी क्यामेरा चाहिँ कसरी होल्ड गर्ने त्यो चाहिँ सिकेँ भन्दा अलिकति भए पनि क्या हो अश्विनले सिकाएको तर कहाँ खोजेको सोल्टी नै हो होइन हाम्रो अङ्कलको यता अङ्कलको चाहिँ हाम्रो फेरि चिकन डिपार्टमेन्ट परेछ यता हो अङ्कलको फेरि हो हाम्रो अनमोल गुरुङ दा पनि आउनु भएको छ Yes, bye. Bye, yes. हेर न मैला बेहुलालाई त डाइरेक्ट हिँडाइदिन्छ त है मैला भइदिएर त बेहुला This is the real culture, है ओ नहलाउ न मलाई भनेको नछुवा त मलाई छोड त मलाई नछुवा न हल्लिन्छ क्यामेरा ए कस्तो रिसाइदिएको
एन्डिङ चाहिँ यस्तो हुँदैछ है आज चाहिँ अब अलिकति बिजी भयो हो केही भिडियो सिडियो गर्नु पाएन गाइस यस्तै छ हो होने लगा सनसेट है भाई तेरा